गुड मर्निङ एभ्रिवान। आज चाहिँ एका बिहानै मैले चाहिँ नास्ता बनाउन लागेँ है। सधैँ चाहिँ होइन, यसो कहिले मुड चलेको बेला म चाहिँ जुस नास्ता बनाएर हान्छु सबैलाई। अनि आज चाहिँ ब्रेड पकोडा बनाउन खै के पो मन लागिरहेको थियो। अब त्यही त हो नि, मोबाइल छ हातमा, अरूको भिडियो खाएको देखेपछि आफूले बनाउन मन लाग्ने। अनि के त थोरै बेसन बाँकी थियो, त्यसैलाई पनि युटिलाइज गर्नलाई ब्रेड पकोडा तयार पार्न लागेँ मैले चाहिँ। अरू चाहिँ अनि यसरी टक्क रेडी भयो। आगो पनि तात्तिरहेको छ, मौसम चिसो छ, साइडमा आगो पनि बालेको छौँ। अनि तातो तातो पकोडासँग टक्क कफी पनि मैले बनाइहालेँ। कफीसँग टक्क ब्रेड खानलाई रेडी पार्दैछु। आज चाहिँ हजुरहरूले नास्ता चिया खानुभयो कि नै? मौसम कस्तो छ हजुरकोतिर? आज चाहिँ छिटै घाम लाग्छ होला जस्तो लागेको छ। यति खाइसकेपछि मैले चाहिँ मौरीहरूतिर चाहिँ हेरेँ। आज पनि मौरी मरेको छ, चिसोले एकदमै मौरी मरेर परेसान छु म त है। एक दुई घार त मौरी थियो, त्यही पनि यसरी मरिसकिरहेछ। चिसोबाट जोगाउनलाई अब आइडिया त केही गर्नु पर्यो भनेर मैले चाहिँ सोचेँ। फाइनली मलाई चाहिँ याद आयो कि भेडालाई काटेको ऊन चाहिँ बाँकी थियो भनेर। त्यसलाई चाहिँ मैले ब्यागमा हालेर घरभित्र हालिदिएँ। घर चाहिँ अलि सानो पनि भयो, तिनीहरूलाई तातो हुन्छ भनेर। भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नभुल्नुहोला। बाई बाई, थ्याङ्क यू। त होइन, यो कपडा के भएको, यसमा हालेर चाहिँ थोरै पछाडिबाट ब्लक गरिदिएँ अनि घप्पल लगाइदिएँ।